हेलो नमस्ते। आज मेरो रुममा अनि मसँग चाहिँ एउटा सानो घटना घटेको छ हैन। सो त्यो भएर हजुरहरूलाई मैले जस्ट अवेरनेसको लागि चाहिँ भिडियो बनाएको कि हजुरहरूसँग पनि यस्तो घटना घट्न सक्छ है भनेर। यो चाहिँ मेरो ल्यापटपको चार्ज, ल्यापटपको मेरो अलरेडी चार्ज बिग्रिरहेको थियो भनेर मैले अस्ति नैदेखि चार्ज गरेको थिएन। अनि हिजो म अफिसबाट आएपछि एकचोटि ट्राई गर्छु यहाँनिरको कनेक्सन प्रब्लम हो कि भनेर मैले यसरी चार्जर जोडिरहेको थिएँ। अनि भएपछि चाहिँ मैले हिजो ल्यापटप चार्ज गरेर चलाएँ। आज पनि चलाउँछु भनेर फेरि मैले पुनः यही गर्न खोजिरहेको थिएँ। मेरो यहाँनिर चाहिँ मैले बेडमाथि ल्यापटप राखेर बेडको नजिकै अनि मल्टिप्लग पनि नजिकै छ। अनि मैले यहाँनिरबाट यसरी घुसाइरहेको थिएँ क्या। तर सडनली यहाँबाट यो तार चुटेर, हजुरहरू देख्न सक्नुहुन्छ, यहाँनिरबाट चुटेर यो तार यसरी आगो ब्रुममा आवाज आएर होइन, यसरी आगो लाग्यो क्या। भुर्र आगो लाग्दा मैले चाहिँ फेस यसरी पछाडि लिएँ होइन। सडनली मैले त्यो फेस त्यहीँनिर राखेको भए चाहिँ मेरो फेस जल्थ्यो। मैले चाहिँ यसरी फेस दिएपछि आगो चाहिँ माथि गयो। माथि गएपछि मैले तलबाट हातले यसरी हात त्यहाँनिर छिटो छिटो लगेर मल्टिप्लग अफ गरेपछि चाहिँ यो बन्द भयो। अनि त्यो धुवाँहरू निस्क्यो होइन। अहिलेसम्म पनि मलाई स्टिल डर लागिरहेको छ। धन्य छ भगवानको कृपाले मलाई केही हुन पाएन। सो हजुरहरू पनि यस्तो केही मिस्टेकहरू गर्दै हुनुहुन्छ भने चाहिँ नगर्नु होला, किनकि अलरेडी बिग्रिसकेको सामानलाई